पिपलको वृक्षलाई परिक्रमा गर्नेलाई, जुन वृक्षमा मैले जीवन पाएँ, जुन वृक्षमा म हुर्केँ बढेँ, आइन्दा जसले पिपलको वृक्षलाई परिक्रमा गर्छन्, दर्शन गर्छन्, शनिबारका दिन जल चढाउँछन्, उनीहरूलाई तैँले दुःख नदिनु है, शनि भन्दा हुन्छ भनेछन्। त्यही भएर सज्जन पिपलाद ऋषिले आशीर्वाद दिएको हुनाले शनिबारका दिन साह्रै शनि खराब भयो, कहिलेकाहीँ पात्रोमा गुरुहरूले शनि खराब भयो भनेर भन्नुभयो भने केही गर्नु पर्दैन। बिहान सूर्य उदय हुनुभन्दा अगाडि नै पिपलको वृक्षमा जानु, शनिबार मात्रै, अरू बार होइन। साह्रै शनि खराब भयो भने केही गर्नै पर्दैन, थोरै जल लिएर जानु, एउटा बत्ती घिउमा भिजाएर, बत्ती तेलमा भिजाएर लिएर जानु हैन, तोरीको तेलमा अथवा सरस्यूको तेलमा भिजाएर तेल लिएर जानु, दुईटा अगरबत्ती बाल्दिनु, थोरै जल चढाउनु, तिल चढाउनु, परिक्रमा गर्नु, 7 चोटि परिक्रमा गर्नु त्यो पिपलको वृक्षलाई। तर जानु सूर्य उदय हुनुभन्दा अगाडि, सूर्य उदय भए पछाडि होइन, तब मात्रै प्रभाव र महिमा हुन्छ। 7 चोटि परिक्रमा गर्नु, प्रणाम गर्नु, धूपबाती दिनु, एकछिन पिपलाद ऋषिको नाम लिनु, ओम पिपलाद भन्नु, शनैश्वराय नमः भन्नु। त्यसो गर्नुभयो भने शनिको दशा, शनिको अत्यन्तै भयङ्कर दशामा पनि तपाईको सुरक्षा हुनेछ, रक्षा हुनेछ। भक्तवत्सल भगवान